आज कुरा गरौँ एन्जाइटीको अथवा चिन्ता प्रसादको। एउटा चिन्ता प्रसाद छ जुन तपाईको मस्तिष्कमा बसेको छ, जसले कहिले कुनै कारण त कहिले बिना कारण तपाईलाई सताउँछ, तपाईमा हडबडीपन बढाउँछ, तपाईको श्वासको गति छिटो छिटो बनाउँछ। ऊ आएपछि तपाईको मनमा खाली नेगेटिभ कुरा मात्र घुमिरहन्छ, मांसपेशीहरू कडा भए जस्तो अनुभव हुन्छ, पेटमा केही असजिलोपन महसुस हुन्छ। के तपाईलाई कहिलेकाहीँ यस्तो हुन्छ? यदि तपाईलाई यस्तो हुन्छ भने, यदि तपाईलाई चिन्ता प्रसादले दुःख दिएको छ भने एकैछिन मलाई सुन्नुहोस् है। म तपाईलाई चिन्ता प्रसादलाई भगाउने केही सरल तर प्रभावकारी उपायहरू बताउँछु। नमस्कार, स्पन्दन विथ भाषा, मनदेखि मनसम्म तपाईलाई तपाईकै अनुभूतिको संसारमा स्वागत छ। अब कुरा गरौँ उपायहरूको है। पहिलो उपाय नम्बर 1, पहिलो कुरा त चिन्ता प्रसादलाई सिरियसली नलिनुहोस्। जब चिन्ता प्रसादले तपाईको मस्तिष्कमा नक गर्छ, उसलाई इग्नोर गर्नुहोस्। त्यसको लागि ढोका नखोल्नुहोस्। मनमनमा सोच्नुहोस् अथवा मनमनमा संवाद गर्नुहोस्, अब चिन्ता प्रसाद आयो, अब यसले मेरो श्वासको गति बढाउँछ, मेरो मुटुको धड्कनलाई छिटो छिटो बनाउँछ, मेरो मांसपेशीहरूलाई कडा बनाउँछ, मेरो पेटमा असजिलोपन गराउँछ जस्तो कुराहरू सोचेर मनमनमा भन्नुहोस्। जब तपाईँ यस्तो भनेर ब्रेनको इन्स्ट्रक्सनलाई रिफ्रेमिङ गर्नुहुन्छ, हाम्रो ब्रेनको प्रिफ्रन्टल कर्टेक्स एक्टिभेट हुन्छ र एन्जाइटीको सिम्पटम्सहरूबाट तपाईलाई राहत महसुस हुन्छ। त्यस्तै अर्को उपाय रहेको छ भोकल ट्रेनिङ। एन्जाइटीमा हाम्रो मुटुको धड्कन छिटो छिटो बढ्छ, त्यसलाई कन्ट्रोल गर्नको लागि एउटा सजिलो तरिका हम्बिङ अथवा गुनगुनाउनुहोस्। मुख बन्द राखेर एउटा आवाज निकाल्नुहोस्, यस्तो आवाज यसको कनेक्सन हाम्रो भेगस नर्भसँग हुन्छ, जुन भोकल कर्डको बाटो भएर पछाडिबाट गएको हुन्छ, जसको भाइब्रेसनले गर्दा मुटुको धड्कनलाई एन्जाइटी रिलिफको सङ्केत मिल्छ। उपाय नम्बर 3, हाई गर्नुहोस्। हाई अथवा एर्निङ यो प्रकृतिको सेफ मोडको सिग्नल हो। यसले गर्दाखेरि हाम्रो मस्तिष्कमा अक्सिजन पुग्छ र ब्रेनको टेम्परेचर कम गर्नलाई मद्दत पुर्याउँछ। यदि तपाईलाई साँच्चैको हाई आएन भने पनि मुख खोलेर फेक हाई गर्नुहोस् अथवा हाईको आवाज निकाल्नुहोस्, जसले गर्दा तपाईलाई साँच्चैको हाई आउँछ र प्यारासिम्प्याथेटिक नर्भस सिस्टम एक्टिभेट हुन्छ र स्ट्रेस कम हुन्छ। यसरी हामी हाम्रो एन्जाइटीलाई कम गर्न सक्छौँ अथवा एन्जाइटीको सिम्पटम्सहरूबाट हुने प्रभावलाई केही हदसम्म रोक्न सक्छौँ र चिन्ता प्रसादलाई नो इन्ट्रीको सिग्नल दिन सक्छौँ। अर्को पटक चिन्ता प्रसादले तपाईलाई नक गर्यो भने यी उपायहरू अपनाएर हेर्नुहोस् र आफ्नो अनुभव कमेन्टमा सेयर गर्नुहोस्। यसले तपाईलाई हेल्प भयो कि भएन भनेर। स्पन्दन विथ भाषा, मनदेखि मनसम्ममा आजलाई यति नै। लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। हस्त, नमस्कार, फेरि भेटौँला।